फ्रिल्यान्सिङ कतै न कतै त यो शब्द तपाईहरुले सुन्नु भएकै होला र यसको बारेमा अलिकति थाहा पाएर यस भिडियोलाई तपाईहरुले क्लिक गर्नु भएको होला। अनि यसबाट कति कमाइ हुन्छ अनि कसरी हुन्छ यो भनेको के काम हो अनि कसरी गर्न सकिन्छ। आउनुस् यस भिडियोमा हामीहरु सुरुदेखि लिएर सबै कुरा जान्नेछौँ है त। फ्रिल्यान्सिङ भनेको यस्तो काम हो जो चाहिँ हामीहरु अनलाइनबाट गर्छौं। जस्तै कि मलाई YouTube च्यानल खोल्नु छ या मैले आफ्नो YouTube भिडियोको लागि थम्बनेल बनाउनु पर्ने छ तर मलाई आउँदैन। तर त्यसको लागि चाहिँ मैले कसैलाई खोज्छु अनि त्योसँग म आफ्नो काम गराउँछु अनि त्यसले चाहिँ मेरो लागि थम्बनेल बनाउँछ र मैले त्यसलाई रुपैयाँ पेमेन्ट गर्छु। त्यसैलाई भन्छ नि फ्रिल्यान्सिङ। यसमा चाहिँ मेन कुरो के हुन्छ भने यसमा नर्मल मान्छे काम गर्न सक्दैन। यसमा विशेष गरी स्किल चाहिन्छ र त्यो जे पनि हुन सक्छ। ग्राफिक डिजाइनिङ हुन सक्छ, भिडियो एडिटिङ हुन सक्छ, वेब डेभलपमेन्ट हुन सक्छ, जे पनि हुन सक्छ। अनि तपाईहरुलाई जे मन लाग्छ त्यो स्किल तपाईहरु डेभलप गरेर यस कामलाई गर्न सक्नुहुन्छ। र त्यो चाहिँ रुपैयाँ पैसा कसरी ट्रान्सफर हुन्छ भन्दाखेरि तपाईहरु आफ्नो स्किल अनुसार, आफूले गरेको काम अनुसार, आफूले दिएको समय अनुसार त्यो काममा तपाईहरु पैसा चार्ज गर्न सक्नुहुन्छ। अनि त्यो चाहिँ बार्गेनिङ चाहिँ यसमा हुन्छ अनि तपाईहरु बीच र तपाईहरुको क्लाइन्ट बीच बार्गेनिङ हुन्छ। कति पैसामा काम एग्री हुन्छ र कति पैसा तपाई चार्ज गर्नुहुन्छ। त्यसमा तपाईहरु बार्गेनिङ गरेर मजाले यस कामलाई गर्न सक्नुहुन्छ। तपाईहरु एउटा काम गरे बापत 1000 रुपैयाँ, 800 रुपैयाँ, 700 रुपैयाँ, 600, 500, 400 जति तपाईको स्किल छ, जति तपाईको क्षमता छ, जति तपाई समय दिइराख्नु भएको छ त्यही अनुसार तपाई चार्ज गर्न सक्नुहुन्छ। र यो काम गर्नलाई तपाईहरुले यताउता जानु पर्दैन। तपाईहरुसँग कम्प्युटर ल्यापटप हुन्छ भन्ने जरुरी छैन। तपाईहरु मोबाइलले पनि गर्न सक्नुहुन्छ र तपाईहरुलाई इन्टरनेट चाहिँ चाहिन्छ। अब अनलाइन काम त इन्टरनेट बिना त कसरी हुन सक्छ हैन। त्यही इन्टरनेट चाहिँ चाहिन्छ अनि कम्प्युटर नभए पनि पुग्छ। मोबाइलले पनि गर्न सकिन्छ। गर्ने मान्छे गरिराछन्, कमाउने मान्छे कमाइराछन्। अनलाइनमा धेरै पैसा छ, तपाईलाई पनि थाहा छ हैन। अनि यसको लागि चाहिँ विशेष गरी पपुलर वेबसाइटहरु के रहेका छन्। एउटा रहेको छ अपवर्क, एउटा रहेको छ फाइबर अनि यस्तै थुप्रै वेबसाइटहरु रहेका छन्। यसमा चाहिँ तपाईहरुले आफ्नो आईडी प्रोफाइल बनाउनु पर्छ अनि आफूले बनाएका, आफूले डिजाइन बनाएका स्याम्पलहरु तपाईले राख्नुपर्ने हुन्छ। अनि ती हेरेर क्लाइन्टहरु तपाईसँग कन्ट्याक्ट गर्छन्। तपाईहरुले प्राइस पनि सेट गर्नुपर्ने हुन्छ र त्यहाँ बार्गेनिङ हुन्छ। त्यसपछि त्यहाँ यस कामलाई गर्न सकिन्छ। फ्रिल्यान्सिङ भनेको के हो र यो कसरी गर्छन् र यो के काम हो, कसरी हुन्छ तपाईहरुले थाहा पाइसक्नु भएको होला भन्ने आशा छ। अनि यो भिडियो तपाईलाई राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु होला किनकि म पनि थाहा पाऊँ म राम्रो भिडियो बनाइरहेको छु। त्यसैले म अरु पनि भिडियो तपाईहरुसँग ल्याउन सकूँ हैन। ल अनि नयाँ हुनुहुन्छ च्यानलमा एउटा सब्स्क्राइब गरेर पनि जानु होला है त। अनि मिठो कमेन्ट पनि छोड्नु होला है त। हुन्छ हामीहरु भेट्नेछौँ नयाँ भिडियोमा। बाइ बाइ।